एभ्रिवान आज चाहिँ हाम्रो नयाँ स्टार्ट टुर हुँदैछ टुर सानोतिनो टुर अनि हामी चाहिँ सुब्बा देउराली मन्दिरदेखि लुम्बिनीसम्म हिँड्दै जान लागेको मतलब सरी पिकनिक जान लागेको म मेरो मम्मी अनि भाइको चाहिँ एक्जाम छ त्यसैले हेलो भाइ र ड्याडी चाहिँ घरमै बस्नु भएको छ मम्मी म जाने अनि मम्मीको स्टाफहरू हुनुहुन्छ हामी चाहिँ साँझ कति बज्यो अहिले 7 बजिसक्यो गाडी चाहिँ आउँदैछ अनि हामी चाहिँ गाडीको वेट गरिरहेको छौँ मम्मी र म गाडी आएपछि जाने अनि हाम्रो अगाडि कस्तो हुन्छ ट्रिपहरू हेर्दै जानु होला हामी चाहिँ अब घरदेखि हिँडिसक्यौँ गाडीको हिँड्दैछौँ गाडी आउँदैछ कि भनेर गाडी रोक्दै तेरो एक्जाम भएर त जान पाएनस् तँलाई कस्तो लागिरहेको राम्रो निकै राम्रो अति एक्जाम भएर जान नपाउनु भएको हा एकदम दुखी आत्मा नरो बाबु नरो बाबा छुट्टी भयो हामी त सुब्बा देउराली लिन लाग्यो नि तपाईँ छुट्टी भयो त्यसको लागि अब चाहिँ हामी पुगिसकेछौँ गोरुसिङ्गे भन्ने ठाउँ कति बज्यो बिहानको 4 बजिसक्यो एकछिन रेस्टको लागि गाडी रोकेछ अनि अब अझै पुग्न कति 3 घन्टा लाग्छ अरे के अरे हामी कति बजे हिँड्थ्यौँ सायद 8 बजीतिर हिँडेको 4 बजिसक्यो अझै पनि पुगेको छैनौँ कतिखेर पुग्छौँ के भगवान् चिसो छ यहाँ यति जाडो छ नि है के भन्नु र ल अब हाम्रो सुब्बा देउराली मन्दिर आइपुग्न लाग्यो बाटोमा हामी चिया खान रोकेको फोटो खिच्दै आन्टीहरू ब्राइटनेस फुल गर न मेरो कस्तो हेर त मेरो कस्तो उज्यालो छ हेर सुन्नु चिसो छ यहाँ एकदम लास्टै चिसो मुख पनि त छैन हामी त बिहान उठेर अब मन्दिर गएर नुहाइधुवाइ गएर बल्ल त्यसपछि ल आन्टी भनिदिनु केही थोरै हामी गाइस सुब्बा देउराली जाँदैछौँ ओके बाई ल यता अनि यता हामी यहाँ भर्खर उठेर भर्खरै उठ्यौँ गाडीबाट भर्खरै उठ्यौँ अब यहाँ यस्तो भिड छ ल टिकटक बनाउने टिमहरू यता हाम्रो यहाँ टिकटक स्टार्ट क्यामराम्यान मुख धुनु पाएको छैन टिकटक सुरु भयो यहाँ ल के यस्तो रोडमा अब यहाँ ड्रेस चेन्ज भएर मेकअप सेकअप सब भइसक्यो अब मन्दिर जान मात्रै बाँकी छ यता टिकटक बनाउँदै थिएँ नि यता टिकटक बनाउँदै है अर्घाखाँचीको घाम नयाँ ठाउँको नयाँ घाम मन्दिर सुब्बा देउराली मन्दिर ल मन्दिर आयो सुब्बा देउराली चाहिँ मन्दिर आइपुग्यौँ अब पूजा गर्ने सुरु हुँदैछ सामान किन्नलाई हजुर परिवारहरू खुल्ला पैसा सक्ने यहाँको मन्दिरको भ्यू यहाँ त्यस्तो छ यो मन्दिर भयो अगरबत्ती फुटाल्ने ठाउँ त्यसपछि यहाँ पूजा गर्ने
मन्दिर कति राम्रो हाम्रो पूजा पनि सकिसक्यो अब हामी फोटोसोटो खिच्दै टिकटक सिकटक बनाउँदैछौँ अनि यो चाहिँ मन्दिर एकदमै दर्शन गर्न एकदम राम्रो रहेछ है अनि बाटो चाहिँ अप्ठ्यारो छ तर दर्शन गर्नलाई चाहिँ एकदमै राम्रो छ यहीँ हो यस्तै छ यहाँ बत्तीहरू बाल्ने भित्रको मेन मन्दिरमा चाहिँ हामी भित्र जान पाउँदैनौँ त्यहाँ चाहिँ हामी फोटो पनि खिच्न पाइँदैन भिडियो पनि बनाउन पाइँदैन भित्र चाहिँ मन्दिर दिने मात्रै हो सामान अनि बाहिर चाहिँ फोटोहरू बनाउने फोटो भिडियोहरू खिच्ने त्यस्तै हो फोटोसुट हुँदैछ यहाँ फोटो बार्गिनी अनि भिड चाहिँ आजलाई शनिबार भयो होला लास्टै छ अनि यहाँ चाहिँ सुब्बा देउराली दर्शन लेखेको छ फाइनल्ली हाम्रो चाहिँ पूजा सकिसकेको छ एकदमै रमाइलो एकदमै राम्रो ठाउँ छ पूजा गर्नको लागि एकदम राम्रो छ है ठाउँ चाहिँ घुम्न लायक पनि छ हामीले चाहिँ पूजा सकाएर आइसक्यौँ अनि खाना खाने भनेर चाहिँ सबैजना झरिसक्नु भएको छ म चाहिँ मलाई खाना गाडीमा बस्दाखेरि खाना मन लाग्दैन त्यही भएर म चाहिँ बसिरहेको छु अब त्यसपछि चाहिँ अब हामी यहाँ खाना सकाएर मतलब खाना खाइसकेपछि हामी चाहिँ अब लुम्बिनीतिर घुम्न जाने भन्ने छ र म अब अगाडि के हुँदै जान्छ जहाँ मन्दिरसम्म चाहिँ घुम्न एकदमै राम्रो भयो हाम्रो फाइनल्ली हामी लुम्बिनी आइपुग्यौँ यस्तो घाम छ नि यस्तो घाममा हिँड्ने के अरे घुम्ने हामीलाई मान्नै पर्छ हे भगवान् यस्तो घाममा के घुम्ने हो ल अब खै यहाँ के हुन्छ के हो गड लिनु आइसक्रिम किसको मन्दिर हो यो ल यहाँ सिङ्गापुरको मन्दिर आयो अरे नेपालमा सिङ्गापुर फोटोशूट वाउ हो ए मम्मी मैले भनेको थिएँ त यही बाटो हो कि डुङ्गा पुरै ल्याउँछ पुरै मन्दिर घुमाउँदै लैजान्छ खै पुरै हिँड्नै पर्दैन पुरै त्यो उसले देखाइदिन्छ ल अब हामी जर्मनतिर जर्मनको मन्दिर ल म कन्फ्युज भएँ जर्मन हो कि फ्रान्स लर्ड बुद्ध लास्ट राम्रो किसको हो ल यहाँ जति फोटो खिची पनि अब यहीँ छ बाहुबली बाहुबली ल के भएर मेमोरी फुल भयो के भइरहेको छ यहाँ तीनजनाको कुराकानी भइरहेको छ सायद हे डियर युआर माई डियर लायन्स टेम्पल हजुर फ्रान्स अब फेरि फ्रान्सको भयो
अब भेट तिमी यसो नानी आऊ तिमी यता खै खै एकैछिन आइ एम इन फ्रान्स कति देश घुमी भ्याउनी हो आज टिकटक डेन्जर अब हामी बल्ल आफ्नो देश आइपुग्यौँ नेपाल जय नेपाल हाम्रो नेपाल राम्रो नेपाल पुरै यो पुरै हेरेको यहाँ देखियो पुरै देखिन्छ अन्धालाई जाँडफुन गरिदिने अन्धालाई जाँडफुन गरिदिने अन्धालाई जाँडफुन गरिदिने अन्धालाई जाँडफुन गरिदिने अन्धालाई अब चाहिँ मेन के अरे गौतम बुद्धले जन्म लिएको ठाउँ ल यहाँनिर जन्म भएको अरे ल मेन ल जन्म भएको ठाउँ हो जन्मस्थल गौतम बुद्धको ल भित्र त हेर्न पाइन्न होला बाहिरी होला ल नो फोटो अफ